नमस्कार सबैजनालाई गुड मर्निङ। सबैजना उठ्नुभयो कि उठ्नु भएको छैन होला। आज सन्डेको दिन है, हामी चाहिँ उठिसक्यौँ र पनि चिया खाँदैछु, बेड टी है, जो चाहिँ मेरो हस्बेन्डले बनाउनु भएको। यता हेरिदेऊ सबैलाई गुड मर्निङ। गुड मर्निङ। उहाँ चाहिँ ब्रुनोलाई लिएर जानु आँट्नु भएको, म चाहिँ चिया खाँदैछु। उहाँले चाहिँ मलाई बेड टी दिनुहुन्छ। धेरै साल भयो है, हामी आर्मीमा उहाँले सर्भिस गर्नु हुँदैदेखिकै मलाई यसरी बिहान ओछ्यानमा चिया दिनुहुन्छ है। किनभने उहाँ चाहिँ बिहानै पिटीमा जानुहुन्थ्यो कि बिहानै उठ्नुहुन्थ्यो, अनि मलाई डिस्टर्ब गर्नुहुन्थेन। चिया पानी मलाई बेडमै दिनुहुन्थ्यो। त्यो बानी चाहिँ मलाई अझै पनि लागेको छ है। आज हामी रिटायर भएको 10 वर्ष भयो है, र पनि उहाँले मलाई कन्टिन्यू बिहान चाहिँ चिया पानी चाहिँ बेडमै दिनुहुन्छ हो। अनि मलाई पनि आदत लागिसकेको छ। कहिले कहिले हुन्छ, सन्चोहरू नहुँदा त्यो त मिलिहाल्छ हो, तर ज्यादातर चाहिँ मलाई उहाँले नै दिनुहुन्छ चिया पानी हो। कोही कोही बेला चाहिँ रिस पनि उठ्छ, किनभने ऊ 4 बजी उठ्यो भने पनि 4 बजी पनि पानी ल्याएर दिन्छ क्या, निदाइरहेको मान्छेलाई पनि उठाएर हो। त्यति बेला चाहिँ रिस पनि उठ्छ बिहान बिहानै हो। सुतेकोलाई त सुत्नु दिनु नि भनेको जस्तो लाग्छ हो। फेरि पनि बिचराले र पनि यति गर्नुहुन्छ। यस्तो हस्बेन्ड मेरो, थ्याङ्क यू सो मच। अनि यसरी चाहिँ अब चिया खाएर चाहिँ सन्चो लाग्छ क्या। त्यहाँदेखि चाहिँ उठेर यसो आफ्नो कामदाम, किनभने बिहानको धेरै जस्तो समय त मलाई फोनमै नै लाग्छ है। कतिवटा भिडियोहरू पोस्ट गर्नुपर्ने हुन्छ, कतिवटा चिजहरू है, हामीले काम कुरा गरेकाहरू, कति बेला आफ्नै पनि केही चिजहरू सेयर गर्नुपर्ने हुन्छ है। त्यही भएर बिचरा मेरो फ्यामिली मलाई सहेकै हो। हुन्छ, सबैजनाको दिन मङ्गलमय होस्। आज सन्डेको दिन है। सिलगढीमा हुनेहरू, छेउछेउमा हुनेहरू गोर्खेहाटमा आउनुहोस्, भेटघाट हुन्छ, रमाइलो हुन्छ आज सन्डेको दिन है। त्यसै भन्दै सबैजनालाई बाई बाई।